guys, welcome to back my YouTube channel. It's me Rimani. आज चाहिँ म अर्को भ्लग लिएर आइसकेको छु तपाईहरुको सामु। तपाईहरु हेर्न सक्नुहुन्छ आज चाहिँ लक्ष्मी पूजा। फर्स्ट अफ अल ह्यापी दिवाली या ह्यापी तिहार सबैजनालाई या ह्यापी लक्ष्मी पूजा है सबैजनालाई। म चाहिँ आज लक्ष्मी पूजाको भ्लग बनाउन गइरहेको छु। तपाई चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो घरमा चाहिँ भर्खरै सरसफाई भइसकेको छ। अब एकछिनपछि रंगोली बनाउने तयारी पनि यता भइसकेको छ। अब बहिनीले बनाउँछिन् या बनाउनुहुन्छ जे भन्न पनि पाइएन। उता चाहिँ हाम्रो दिदी हुनुहुन्छ। अब हामी पनि सरसफाई गरिसकेका छौं भर्खरै। अब एकछिनपछि पूजा यहाँ मन्दिर छ, त्यसपछि काम अझै हुँदैछ। गाइस अब हेर्न सक्नुहुन्छ आज लक्ष्मी पूजाको दिन यति धेरै पैसा यहाँ चाहिँ सबै कुरा रेडी भइसक्यो। हामीले चाहिँ यहाँ सबै कुरा सजाइसकेका छौँ, रेडी भइसकेको छ। हेर्न सक्नुहुन्छ रेडी पोजिसनमा छौँ। अब चाहिँ हामी पूजा गर्न स्टार्ट गर्छौँ। यस्तै गरी अहिले हेर्दै गर्नु होला। म चाहिँ सबै कुरा दिया सिया बालेर तपाईँलाई फेरि देखाउँछु। अब रङ्गोलीको पनि देखाउँछु। रङ्गोली अघि देखाउनु पाएको थिएन, अहिले त्यसै देखाउँछु। यहाँ चाहिँ हाम्रो ठुलो मम्मी हुनुहुन्छ। मेरो बहिनी फेरि रेडी पोजिसनमा चिनी लगाएर यो चाहिँ आफ्नो भिडियोमा त बनाएर बस्छ। अरूको भिडियोको मतलब छैन। अघि भिडियो बना भनेको केही पनि देखाउन सक्छ छैन। यसको ठक्कै ठिक छैन। ल म अब पूजा गरेर फेरि आउँछु। हामी चाहिँ पूजा गरेर गइसक्यौँ। अब चाहिँ म तपाईँलाई मेरो होम टुर गराउँछु। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पूजा भइसकेको छ। गाई चाहिँ यति धेरै पैसा छ हाम्रो घरमा। हेर्नु चोर चाहिँ नलाग्नु होला। यति धेरै पैसा अहिले हुन्छ। त्यसपछि फेरि कहाँ जान्छ त्यस्तो भन्नु भएन। लक्ष्मी भगवान् सधैँ हाम्रो घरमा कृपा बनाइराख्नुहुन्छ आफ्नो। त्यो चाहिँ ब्याङ्क हो है, हाम्रो डिपोजिट गर्ने ठाउँ। यहाँ यस्तै भइराखेको छ। तपाईँहरूले बाहिर लगेर जान लागेको छु। दिया निभ्यो त यताको त। ल आवाले बाल्दिनु त। बाहिरको त बरु केही पनि होइन, भित्रको त निम्न भएन। यो चाहिँ यस्तो रङ्गोली बहिनीले बनाएको। यता पनि यो चाहिँ मन्दिर है। यस्तो मन्दिर छ होला तब। यहाँबाट चाहिँ म लक्ष्मी माता पहिला राखेर आफ्नो फर्स्टमा राइट खुट्टा, त्यसपछि लेफ्ट खुट्टा। अब चाहिँ यसपछि हामी झिरझिरे जलाउँछ। त्यसको लागि अहिले एकछिनपछि हामी फेरि आउँदैछ। मेरो नकल पनि लाग्नु पहिले सुरु
मैले त भने यसले के खोदाली छैन यसो काम छैन यसको के खोदाली चाहिँ के खोदाली चाहिँ हामी चाहिँ फेरि आउनेछौँ ए हामी ठाउँमा पर्स बोकेर हिँड्नु थाल्नु भयो अब कहाँ जाने ठाउँमा भइल खेल्न जम्मा गरेर आउने पुरै हुन्छ ल भट्टाउनु त यसो एकदम भैलो खेलेर एकदम भैलो खेल्ने चाहना पनि छ अब म भैलो खेल्न जान्छु साथी हो मेरो नाच पनि हेर्नु होला हामी ठुलो त आइटम डान्स गर्नुहुन्छ न एकदमै कुन गीतमा नाच्नुहुन्छ ठुलोमा हिन्दी गीत हिन्दी आउँदो शनिबार शनिबार त हिन्दी गीत हो हिन्दी गानामा सबैलाई बाई बाई मम्मीबाट बाई बाई तर मबाट चाहिँ अझै बाई बाई भएको छैन है तपाईँहरूसँग म फेरि कनेक्ट हुनेछु अहिलेलाई मेरो मन भरेन म अझै जलाउनु बाहिर कोही केटाकेटी छैन नत्र बाहिर कोही केटाकेटीलाई यस्तो डराउँथेँ मैले छैन है यस्तो छ हालत अब बोल्छ है इतनी खुसी मुझे कभी भी मलाई मात्र दिवाली लागेछ अरू कसरी दिवाली लागेछ